हामी चाहिँ यहाँ हाम्रो घरमा अगाडिमा चाहिँ गलभेडा फलेछ। रहेछ त्यो रोपेको होइन, हामीले यत्तिकै फलेको रहेछ। हामी चाहिँ टिप्छौँ है त। दुईटा, तीनटा, चारवटा हामीले यहीँबाट नै अस्ति नै पनि 5वटा 6वटा गलभेडा टिपेको थिएँ। मैले पनि 6वटै पाकेको छ। यो 4वटा भयो। अनि अर्को पनि 2टा टिप्छौँ। एउटा, 2टा हाम्रो टोटल गलभेडा चाहिँ 6वटा भयो। फेरि चाहिँ सागहरू लगाएको छ। यो चाहिँ रोपेको होइन, यत्तिकै फलेको होइन। यस्तो झाडीमा पनि यस्तो राम्रो गलभेडा फलेछ। हाम्रो टोटल चाहिँ कतिवटा भयो भने यो 3टा। यहाँ म बाबु बोकेको भएर चाहिँ मैले सबै गलभेडा देखाउन पाइनँ। अघि भिडियोमा देखिहाल्नु भयो। अब हामी घरतिर गएर म देखाउँछु है त। घरमा गएर देखाउँछु। अनि हाम्रो यहाँ चाहिँ पसल छ है, हाम्रो चाहिँ दिदीहरूको, जेठी दिदीहरूको। है यहाँनिर चाहिँ खोर्सानी पनि फलिरहेछ। खोर्सानी त कति राम्रो भएर फलिरहेछ। खोर्सानी यहाँ झन् रातै भएर फलिरहेछ। यहाँनिर सिमीको बोटहरू पनि छ। अब म भित्र गएर देखाउँछु। स्ट्रबेरी कति राम्रो भइरहेछ यहाँनिर, त्यहाँनिर अनि त्यहाँनिर नि है। भित्र गएर देखाउँछु त गलभेडा। गलभेडा चाहिँ कतिवटा भयो भनेर, मैले गलभेडा चाहिँ कतिवटा भयो भने 2टा, 3टा, त्यो अलिकति केले हालेछ। अनि यो 3टा टोटल हाम्रो अर्ग्यानिक गलभेडा हामीले टिप्यौँ। हाम्रो टोटल 6वटा। अस्ति नै त्यही बोटबाट हामीले 6वटा निकालेको थियौँ है त। एमसले चाहिँ हेरिरहेको छ है। ए ल ल ल